सम्मानीय सभामुख महोदय, सर्वप्रथम म काभ्रे प्लान्चोक 2 का मतदाताले जसले 53,344 मत दिएर विजय गराउनुभयो सबै मतदातालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिजो भर्खर माननीय गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरूलाई बन्द गर्न निर्देशन दिनुभएछ। यसलाई सम्बन्धित निकायले कडाइका साथ कार्यान्वयन गर्नको लागि म जोरदार माग गर्दछु। त्यसैगरी विभिन्न खानी र खनिज उद्योग सञ्चालनको अनुमति प्रदान गर्ने विभिन्न विभाग, कार्यालय तथा पालिकाहरू जिम्मेवार रहेकोले हरेक जिम्मेवार निकाय आफ्नो जिम्मेवारी वहन गरी समय सापेक्ष अनुगमन एवं नियमन तथा नियन्त्रण गर्न यो सदन मार्फत जोरदार माग गर्दछु। माननीय सदस्य महावीर पुन, समय 3 मिनट। सम्माननीय सभामुखज्यू र माननीय सदस्यज्यूहरू सबैलाई नमस्कार छ, धन्यवाद छ यो आजको कार्यक्रमको लागि। र म खास गरी पहिलो कुरा आफ्नै जिल्लाको कुरा राख्दाखेरि म्याग्दी जिल्लालाई हिमाली जिल्ला भनेर 2075 सालमा घोषणा गरेको रहेछ, घोषणा मात्रै कागजमा। तर हिमाली जिल्लाले पाउनुपर्ने सहुलियतहरू सबै कुराहरू त्यहाँ चाहिँ केही पनि अहिलेसम्म नगएको रहेछ। त्यसैले यो कुरा चाहिँ एकदमै जोडतोडका साथ राख्न चाहन्छु। के गर्नुपर्ने हो अगाडि त्यो कुरा गरिदिने हुन अनुरोध गर्दछु। दोस्रो कुरो, यो सम्पूर्ण हाम्रो सरकार सहित माननीयज्यूहरू राजनीतिक पार्टीज्यूहरूलाई म एउटा के कुरा अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट बच्न चाहन्छु, बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो भाइरस भनेको के हो भने नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद, यो चाहिँ भाइरसै हो। यो भाइरस खास गरी अब नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब उहाँ चाहिँ के अरे नाबालक चाहिँ राजा हुनुभयो त्यो बेलादेखि सुरु भएको हो र राणा शासन जङ्गबहादुरले राणा शासनको चाहिँ सुरुवात गर्दादेखि अझसम्म 2007 सालको क्रान्ति भइसकेपछि पनि अनि 46 सालको क्रान्ति, 63 सालको चाहिँ आन्दोलन, यो सबै कुराहरू भन्दाखेरि पनि यो भाइरसले चाहिँ छोडेको छैन। यो भाइरसबाट छुटकारा पाउनको लागि तपाईँहरू सबै चाहिँ यसबाट चाहिँ बच्नुपर्ने हुन्छ। र अब यसबाट म के भन्न चाहन्छु भने अहिलेको नयाँ सरकार, नयाँ सांसदज्यूहरूले के गर्नु पर्यो भनेदेखि यो भाइरसबाट चाहिँ मुक्त हुनलाई प्रयास गर्नु पर्यो। र यसमा के भन्न चाहन्छु भने अबदेखि फलानाले, फलाना सांसदले, फलाना मन्त्रीले, फलाना चाहिँ राजनीति नेताले आफ्नो छोराछोरी, आफ्नो नातागोता, आफ्नो इष्टमित्र फलानालाई चाहिँ यस्तो किसिमको चाहिँ पदमा, सुविधा दिने पदमा चाहिँ नियुक्ति गर्यो भन्ने कुरा चाहिँ सुन्न नपरोस्। यदि अब यो कुरालाई चाहिँ अझै पनि राख्ने हो भने चाहिँ घाटा चाहिँ के हुन्छ भन्दाखेरि नेताहरू र राजनीतिक पार्टीहरूलाई नै हुन्छ। त्यसैले यो कुरा चाहिँ बाट बच्नु होला। कुनै पनि सरकारले, कुनै पनि पार्टीले जनताको के अरे समर्थनमा चाहिँ शासन गर्ने हो भने, सरकार चलाउने हो भने यो भाइरसबाट चाहिँ मुक्त हुनको लागि अनुरोध गर्दछु। र अर्को कुरो, मैले चाहिँ अहिलेसम्म नेपालमा बसेर गर्दै आएको सङ्घर्ष, गर्दै आएको अभियान चाहिँ के हो भने नेपालमा अर्थतन्त्रको विकास गर्नुपर्छ। अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई चाहिँ उच्च प्राथमिकतामा राखेर, नम्बर 1 प्राथमिकता राखेर अनि अनुसन्धान, नवप्रवर्तन जस्ता कुराहरूलाई चाहिँ एकदमै जोड दिनुपर्छ। त्यसको लागि कोष खडा गर्नुपर्छ। त्यसको लागि चाहिँ के अरे मन्त्रालय, एउटा बलियो मन्त्रालय चाहिँ गठन गर्नुपर्छ, बनाउनुपर्छ भन्ने कुराहरू चाहिँ म सबैलाई चाहिँ राख्न चाहन्छु। विज्ञान प्रविधि भनेको के हो, अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईँहरूलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घन्टाको भाषण दिन सक्छु। त्यसैले यो कुराहरूमा पनि ख्याल राख्नु होला भन्ने मेरो अनुरोध छ। ल, धन्यवाद। अरू कुराहरू बिस्तारै गर्दै जाउँला। माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्य समिना मियाले आकस्मिक समयमा केही कुरा राख्छु भन्नुभएको छ। 3 मिनटभित्रमा आफ्नो कुरा राख्नुहोला। धन्यवाद सम्माननीय सभामुख महोदय। आज म अत्यन्त दुःख र भारी मनका साथ उभिएको छु।
एसई परीक्षा दिएर उज्जवल भविष्यको सपना बोकेर घर फर्कदै गरेका 3 भाइहरू जलेश्वर बर्दिवास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउन बाध्य भए। अझ अन्य केही घाइते भएका छन्। यो केवल दुर्घटना होइन, यो हाम्रो प्रणालीको कमजोरीको परिणाम हो। ती 3 बालकहरूले केवल आफ्नो ज्यान मात्र गुमाएका छैनन्, एउटा परिवारको आशा, सपना र भविष्य नै समाप्त भएको छ। म दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सम्माननीय सभामुख महोदय, अब प्रश्न उठ्छ, यस्ता घटना किन दोहोरिरहन्छन्? हामी कहिलेसम्म दुर्घटना भयो भन्दै बस्ने? यस सन्दर्भमा म सरकारलाई केही नीतिगत मागहरू राख्न चाहन्छु। सडक सुरक्षाको तत्काल सुधार, जलेश्वर बर्दिवास जस्ता जोखिमयुक्त सडक खण्डमा स्पिड नियन्त्रण, साइनबोर्ड, सडक मर्मत र प्रकाशको उचित व्यवस्था गरियोस्। कडा ट्राफिक कार्यान्वयन, लाइसेन्स बिना सवारी चलाउने, ओभर स्पिड र ट्राफिक नियम उल्लङ्घनमा कडाइका साथ कारबाही गरियोस्। युवा तथा विद्यार्थी सचेतना कार्यक्रम गरियोस्। विद्यालय स्तरमै सडक सुरक्षा सम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गरियोस्। आपतकालीन उद्धार प्रणाली सुधार, दुर्घटना भए लगत्तै उद्धार र उपचारका लागि एम्बुलेन्स, ट्रमा सेन्टर तथा छिटो स्वास्थ्य सेवा सुनिश्चित गरियोस्। पीडित परिवारलाई राहत, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गरियोस्। सम्माननीय सभामुख महोदय, यदि हामीले अहिले पनि गम्भीर भएर सुधार गरेनौँ भने यस्ता दुःखद घटना फेरि दोहोरिरहनेछन्। त्यसैले म सरकारसँग गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु र अन्त्यमा ती निर्दोष भाइहरूको सम्झनामा हामी सबैले जिम्मेवार बनौँ। हस्त, धन्यवाद। अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7औं वार्षिक प्रतिवेदन 2082 पेश गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा 294 बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7औं वार्षिक प्रतिवेदन 2082 सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्य राजीव खत्री, समय 3 मिनट। त्यसपछि माननीय सदस्य विदुषी राणा। सम्माननीय सभामुख महोदय, देशमा टेरामक्स, गिरिबन्धु, बालुवाटार, बाँसबारी, टिकापुर लगायतका जग्गा कृतिको चर्चा हुन्छ। यस्तै अर्को एउटा प्रकरण पनि छ जसको चर्चा खासै छैन, त्यो हो औषधि अनाधिकृत मूल्य वृद्धि। औषधि जस्तो संवेदनशील र अत्यावश्यक वस्तुको लुटमा छुट दिएको छ। सभामुख महोदय, यो कुनै बनी बनाऊ आरोप मैले यहाँ राखिरहेको छैन। महालेखा परीक्षकको प्रतिवेदन मार्फत उद्घाटित भएको कुरा हो। औषधि व्यवस्था विभागका महानिर्देशकले 52 ब्रान्डको औषधिको मूल्य बढाएको देखिन्छ। 2078 सालमा विभिन्न 7वटा विदेशी कम्पनीका औषधिमा कम्तीमा 26.88% देखि 33.99% आफू खुसी मूल्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष 2076-77 मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा विदेशी 190वटा ब्रान्डको औषधि नवीकरण गरेकोमा 88वटा ब्रान्डका औषधिहरूमा करिब 34% मूल्य वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ। यसरी मूल्य बढाएको औषधिहरूको सम्बन्धित देशले तोकेको मूल्यभन्दा अधिक देखिएको छ।
औषधि ऐन 2035 कुनै औषधिको मूल्य तोक्न वा वृद्धि गर्नु परे औषधिको मूल्य अनुगमन समितिले औषधि परामर्श परिषदलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। परामर्श परिषदले मन्त्री परिषदमा पठाई मन्त्री परिषदबाट मूल्य वृद्धि स्वीकृत भएपछि उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ। तर महानिर्देशकले नियमानुसार नगरेको पाइएको छ र महानिर्देशकको अधिकार क्षेत्रभित्र नभएको कुरालाई ऐन मिच्दै औषधिको मूल्य बढाउँदा नेपाली जनताले स्वास्थ्य उपचार गर्दा वर्षेनी अरबौंको भार खेप्नु परेको छ। सभामुख महोदय, 2074 यता 2082 को अन्तिमसम्म आइपुग्दा औषधिको नाममा कति लुट मचाइयो होला? यो 8 वर्षमा 4000 भन्दा माथिका औषधि, त्यसको मूल्यमा बढाएको प्रतिशत र नेपालमा भएको खपतलाई सिधा हिसाब गर्नुभयो भने यो लाखौंमा होइन, करोडौंमा होइन, अरबौंमा घोटाला भएको प्रष्ट हुन्छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 4 वर्ष अघि उजुरी परेको थियो, जबकि ऐन विपरीत औषधिको मूल्य वृद्धि गर्ने पदाधिकारीको कार्यलाई नियम सङ्गत मान्न नसकिने महालेखा परीक्षकको निष्कर्ष छ। यस्तो गम्भीर विषयमा अख्तियार भने अनुसन्धान गरेको गरै छ। प्रथम दृष्टिमा नै बदनियत देखिने यस्तो घोटालालाई अझै अनुसन्धान छ भन्नुले अख्तियारको कामप्रति पनि शङ्का उब्जाउँछ। सभामुख महोदय, उपचार खर्चमा बिरामीको सबैभन्दा बढी खर्च औषधिमा हुने स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाउँछ। स्वास्थ्य सेवा महँगो हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी निम्न मध्यम वर्गमा झर्छन्, निम्न वर्गका गरिबमा झर्छन् र गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्छन्। त्यसैले यो कालो धन्दा रोक्न र आरोपी उप तत्काल छानबिन गरी कारबाही गर्न सभामुख मार्फत सम्बन्धित मन्त्रालय र निकायहरूको ध्यान आकर्षण गर्छु। धन्यवाद।